सम्पूर्ण साथीहरूलाई नमस्कार। साथीहरू सन्चै राम्रै आरामै हुनुहुन्छ होला। आजको क्लासमा चाहिँ हामीहरू यो चाहिँ कार्टेलिङ हैन, त्यसैगरी चाहिँ मोनोपोलीको बारेमा चाहिँ आज हामीले चाहिँ छलफल गर्दैछौँ हैन। तपाईहरुको चाहिँ सिलेबसमा कार्टेलिङ र मोनोपोलीलाई चाहिँ राखेको छ हैन। पहिला सुरुमा चाहिँ हामी व्हाट इज कार्टेलिङ भन्नेबाट चाहिँ सुरु गर्छौँ हैन। कार्टेलिङ भनेको चाहिँ के हो त्यसबाट चाहिँ सुरु गर्छौँ हैन। कुनै पनि व्यावसायिक व्यक्ति एवं सङ्घ संस्थाहरूले एक आपसमा औपचारिक अनौपचारिक सम्झौता गरेर वस्तु तथा सेवाको मिलोमतोमा मूल्य निर्धारण गर्ने, प्राइस फिक्सिङ गर्ने हैन, बजारको हिस्साको बाँडफाँड गर्ने, बजारको मागभन्दा कम परिमाणमा वस्तु तथा सेवा बजारमा पठाउने लगायत प्रतिस्पर्धात्मक बजार सिद्धान्त विपरीत गर्ने विभिन्न क्रियाकलापहरूलाई चाहिँ हामीले चाहिँ कार्टेलिङ भनेर चाहिँ भन्छौँ साथीहरू हैन। यो चाहिँ कार्टेलिङ भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ यो चाहिँ व्यावसायिक सङ्घ संस्थाहरू एक आपसमा चाहिँ मिल्छन् हैन। तिनीहरूले औपचारिक अनौपचारिक रूपमा सम्झौता गरेर हैन वस्तु तथा सेवा चाहिँ मिलोमतो गर्ने मा चाहिँ यो मूल्य निर्धारण गर्ने, प्राइस फिक्सिङ गर्ने कि दुईटा चाहिँ मिलेर। जस्तो चाहिँ अब एयरलाइन्सहरुको चाहिँ एउटा चाहिँ ग्रुप बनाउने अनि चाहिँ निश्चित चाहिँ मूल्यभन्दा तल चाहिँ यो चाहिँ टिकटको मूल्य चाहिँ नलैजाने हैन। बजारको हिस्सा बाँड्फाँड गर्ने, मार्केट सेयरिङ भनेको चाहिँ जस्तो चाहिँ पूर्वाञ्चलमा मैले व्यापार गर्छु भने पश्चिममा चाहिँ मैले व्यापार गर्छु भने हैन, त्यो चाहिँ मार्केट सेयरिङको कुरा हैन। त्यसैगरी बजारको मागभन्दा कम परिमाणमा वस्तु तथा सेवा बजारमा पठाउने लगायतका यी चाहिँ जति पनि काम छन् यो चाहिँ कम्पिटेटिभ इकोनोमी है, कम्पिटेटिभ मार्केटको चाहिँ सिद्धान्त विपरीतका कार्यहरू चाहिँ सबै चाहिँ कार्टेलिङ हुन् भनेर हामीले चाहिँ कार्टेलिङलाई यसरी चाहिँ डिफाइन गर्छौँ साथीहरू हैन। खुला उदार र बजारमुखी अर्थतन्त्रको प्रवर्धनमा अवरोध सिर्जना गर्ने एक प्रमुख तत्त्वको रूपमा चाहिँ कार्टेलिङ चाहिँ रहेको हुन्छ हैन। यसले चाहिँ हाम्रो जुन ओपन इकोनोमीको चाहिँ सिद्धान्त छ हैन, बजारमा चाहिँ प्रतिस्पर्धा हुनुपर्छ भन्ने, त्यो चाहिँ ओपन इकोनोमीको सिद्धान्तलाई चाहिँ यसले चाहिँ अवरोध चाहिँ सिर्जना गर्छ हैन। कार्टेलिङमा संलग्न व्यवसायीहरूले आपसमा प्रतिस्पर्धा नगर्ने सहमति गरेका हुन्छन् हैन। कार्टेलिङलाई व्यापारिक गठबन्धनको नामलेसम्म चिनिन्छ। अब व्यापारीहरूले चाहिँ एउटा चाहिँ संगठनै बनाइदिन्छन् कि त्यो संगठनको थ्रु चाहिँ तिनीहरूले चाहिँ आपसमा चाहिँ प्रतिस्पर्धा नगर्ने हैन, मिलोमतोमा चाहिँ मूल्य चाहिँ निर्धारण गर्ने चाहिँ काम गर्छन् भन्न खोजेको। कार्टेलिङले चाहिँ निश्चित व्यापारिक घरानालाई मात्र फाइदा पुर्याउँछ र नयाँ व्यवसायलाई बजारमा प्रवेश गर्नबाट चाहिँ यसले चाहिँ अवरोध सिर्जना गर्छ हैन। निश्चित व्यवसायिक घरानाहरू जो चाहिँ स्थापित छन् तिनीहरू मात्र चाहिँ यो चाहिँ मार्केटमा चाहिँ प्रभुत्व रहन्छ, अन्यको चाहिँ त्यो प्रभुत्व रहँदैन हैन। त्यसैगरी चाहिँ कार्टेलिङले बजारको प्रतिस्पर्धालाई चाहिँ सीमित तुल्याउँछ हैन, उपभोक्ताको अधिकारमा चाहिँ प्रतिकूल असर पार्छ हैन। देशको अर्थव्यवस्थामा समेत कार्टेलिङले चाहिँ नकारात्मक प्रभाव पार्छ हैन। अब चाहिँ ठुलो चाहिँ यो चाहिँ कार्टेलिङको चाहिँ एउटा इक्जाम्पलको रूपमा चाहिँ ओपेकलाई चाहिँ लिन्छ विश्वमा हैन। जस्तो चाहिँ यो खनिज तेलको चाहिँ उत्पादक राष्ट्रहरूको चाहिँ संगठन जुन ओपेक छ, त्यो ओपेकले चाहिँ विश्वमा चाहिँ तेल चाहिँ कति पठाउने र तेलको मूल्य कति निर्धारण गर्ने भन्ने चाहिँ त्यो चाहिँ संगठनले निर्धारण गर्छ। त्यो चाहिँ तिनीहरू बीच पनि प्रतिस्पर्धा हुँदैन हैन। त्यसैगरी नेपालमा पनि विभिन्न व्यावसायिक सङ्घ संगठनहरूले कार्टेलिङ गरेको चाहिँ देखिन्छ। जस्तो चाहिँ सिमेन्ट उत्पादक सङ्घले मिलोमतो गरी चाहिँ सिमेन्टको मूल्य निर्धारण गर्ने हैन। जस्तो चाहिँ सिमेन्ट उत्पादकहरूको चाहिँ संगठन छ सिमेन्ट उत्पादक सङ्घ भन्ने, त्यसले चाहिँ मूल्य निर्धारण गरिदिन्छ हैन। यतिमा भन्दा तलमा चाहिँ बिक्री नगर्ने भन्छ। जस्तो चाहिँ अब हवाई सेवा प्रदायकहरूको चाहिँ यो चाहिँ एयरलाइन्सहरूको चाहिँ संगठन छ, त्यसले पनि चाहिँ के गरिदिन्छ त भन्दाखेरि चाहिँ यो एयरलाइन्समा चाहिँ योभन्दा चाहिँ मूल्य चाहिँ तल नराख्ने भन्छ। अब अझ कुरा छोडिदिनुहोस् न, अब यो नाई व्यवसायी सङ्घ भन्ने चाहिँ कपाल काट्नेहरूको समूह, त्यसले पनि निश्चित दरभन्दा चाहिँ तल चाहिँ कपालै काट्दैन। तिनीहरूको एउटा संगठन छ, काठमाडौँ उपत्यकाभरि चाहिँ कपाल काटेको 200 रुपियाँ लिन्छन्, तिनीहरू बिच चाहिँ कुनै प्रतिस्पर्धा छैन। यसरी चाहिँ कार्टेलिङले के गर्छ त भन्दाखेरि यो जुन कम्पिटेटिभ मार्केटको जुन सिद्धान्त हो त्यसको चाहिँ बर्खिलापमा चाहिँ यसले चाहिँ काम गर्छ हैन। कम्पिटेटिभ मार्केटको जुन एउटा चाहिँ स्थापित सिद्धान्त के हो त भन्दाखेरि जब बजारमा चाहिँ प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धा भइसके पछाडि चाहिँ वस्तुको चाहिँ मूल्य चाहिँ घट्छ, गुणस्तर बढ्छ, त्यस पछाडि चाहिँ उपभोक्ताहरूले चाहिँ के गर्छन् त भन्दा सस्तोमा चाहिँ वस्तु तथा सेवा पाउँछन् भन्ने चाहिँ यो ओपन इकोनोमीको कन्सेप्ट हो। तर कार्टेलिङले के गर्यो त भन्दाखेरि चाहिँ त्यो चाहिँ यस्ता व्यवसायीहरूको चाहिँ सङ्घ बनाउने, मिलोमतो गर्ने र त्योभन्दा तल चाहिँ के नगर्ने त भन्दाखेरि वस्तु तथा सेवाको चाहिँ मूल्य चाहिँ लैजान नदिने हैन। हामीले चाहिँ भन्यौँ जस्तो चाहिँ ओपेकको इक्जाम्पल दियौँ हैन। विश्वमा सबैभन्दा ठुलो चाहिँ कार्टेलिङको इक्जाम्पल चाहिँ ओपेकलाई लिन्छ, जुन चाहिँ खनिज तेल उत्पादक राष्ट्रहरूको संगठन हो। तिनीहरूले चाहिँ के गर्छन् त भन्दा विश्व बजारमा तेल कति पठाउने भन्ने पनि तिनीहरूले कोटा निर्धारण गर्छन् र त्यसको चाहिँ मूल्य कति हो भन्ने कुरा पनि तिनीहरूले चाहिँ के गर्छन् त भन्दाखेरि चाहिँ यसको चाहिँ मूल्य निर्धारण गर्छन्। त्यसैगरी नेपालमा पनि यो चाहिँ कार्टेलिङले चाहिँ एकदम चाहिँ ठुलो चाहिँ जरा गाडिसकेको छ साथीहरू। जहाँ पनि व्यवसायीहरूको संगठन छ उनीहरूले मिलोमतो गर्छन् अनि चाहिँ यो चाहिँ बजारमा चाहिँ प्रतिस्पर्धा चाहिँ हुन दिँदैनन्, प्रतिस्पर्धालाई चाहिँ सीमित तुल्याइदिन्छन्, खुम्चाइदिन्छन्। यो चाहिँ ओपन इकोनोमीको लागि चाहिँ सबभन्दा ठुलो चाहिँ के हो त भन्दाखेरि च्यालेन्ज हो भन्ने हिसाबबाट चाहिँ हामीले चाहिँ लेख्छौँ हैन। जस्तो चाहिँ अब वायु सेवा प्रदायकहरूको चाहिँ छ हैन। जस्तो चाहिँ बुद्ध एयर, यति एयर
हैन। त्यसै गरी चाहिँ अब अरू चाहिँ एयरलाइन्सहरू, सौर्य एयरलाइन्स हैन, यो के छन् नेपालमा चाहिँ 3-4 वटा एयरलाइन्सहरू चाहिँ स्थापित छन्। तिनीहरूको पनि चाहिँ व्यवसायी सङ्घ छ। उनीहरूले चाहिँ एउटा निश्चित मूल्यभन्दा तल चाहिँ टिकटै लैजाँदैनन्, तिनीहरू कम्पिटिसन गर्दैनन्। जस्तै यहाँबाट चाहिँ भैरवा चाहिँ जानु पर्यो भने चाहिँ 5,5200 चाहिँ टिकट छ हैन, त्योभन्दा तल जाँदै जाँदैन कि उनीहरू कम्पिटिसनै गर्छन्। हो, यो चाहिँ कार्टेलिङको कुरा चाहिँ भयो हैन। तपाईँले यसरी चाहिँ लेख्ने हैन। व्यावसायिक व्यक्ति एवं सङ्घ संस्थाहरूले एक आपसमा औपचारिक अनौपचारिक सम्झौता गरेरै वस्तु तथा सेवाको मिलोमतोमा मूल्य निर्धारण गर्ने, प्राइस फिक्सिङ, बजार हिस्साको बाँडफाँड गर्ने, बजारको मागभन्दा कम परिमाणमा वस्तु तथा सेवा बजारमा पठाउने लगायतका चाहिँ प्रतिस्पर्धात्मक बजार सिद्धान्त विभेदका कार्यलाई चाहिँ कार्टेलिङ भनिन्छ हैन। खुला, उदार र बजारमुखी अर्थतन्त्रको प्रवर्धनमा चाहिँ अवरोध सिर्जना गर्ने एक प्रमुख तत्त्व चाहिँ कार्टेलिङ हो भनेर हामीले यसरी चाहिँ लेख्छौँ। यो चाहिँ तल यो चाहिँ इङ्ग्लिसमा छ, तपाईहरु चाहिँ इङ्ग्लिसमा पढ्ने साथीहरुको लागि पनि यो चाहिँ यहाँ राखिदिएको छ, यसलाई चाहिँ हेर्नु होला तपाईहरुले हैन। यो चाहिँ डिसएडभान्टेज अफ कार्टेलिङ हैन। यो चाहिँ कार्टेलिङका चाहिँ बेफाइदाहरू के छन् त? नयाँ प्रतिस्पर्धीलाई चाहिँ बजारमा प्रवेशका लागि चाहिँ यसले अवरोध गर्छ हैन। डिस्करेज न्यू इन्ट्रेन्ट्स इन्टु द मार्केट एन्ड एक्ट एज ब्यारियर टु इन्ट्री भन्छ। नयाँ प्रतिस्पर्धीलाई बजारमा प्रवेशका लागि अवरोध गर्छ हैन। प्रतिस्पर्धालाई चाहिँ सीमित तुल्याउँछ हैन। वस्तु तथा सेवाको चाहिँ मूल्य वृद्धि गराइदिन्छ। मिलोमतो हुने भएकाले वस्तु तथा सेवामा कुनै नवपरिवर्तन तथा सुधार हुँदैन हैन। यो इनोभेसन पनि हुँदैन कि। किन भन्दा अब व्यवसायी सङ्घहरूले चाहिँ मिलेर चाहिँ जस्तो चाहिँ वस्तु बजारमा पठायो भने बिक्री हुने भयो हैन। त्यहाँ चाहिँ कुनै इनोभेटिभ चाहिँ काम हुँदैन, कुनै चाहिँ वस्तु तथा सेवामा रिफर्म पनि हुँदैन हैन। व्यावसायिक वातावरण बिग्रिँदै जान्छ। देशको अर्थतन्त्र निश्चित व्यवसायिक घरानाको चाहिँ हातमा जाने चाहिँ सम्भावना हुन्छ हैन। अब चाहिँ 4-5 वटा ठुला बिग हाउसहरूले चाहिँ मिलेर चाहिँ काम गर्यो भने पनि त्यो अर्थतन्त्र नै तिनीहरूको चाहिँ वरिपरि चाहिँ घुम्ने त्यस्तो। अर्को चाहिँ उपभोक्ताको छनौटको दायरा घट्दै जान्छ र उपभोक्ताहरू महँगो मूल्यमा वस्तु तथा सेवा खरिद गर्न बाध्य हुन्छन् हैन। यो चाहिँ अब छनौटको दायरा पनि के गर्छ त भन्दाखेरि घट्दै जान्छ। उपभोक्ताहरूलाई चाहिँ चर्को मूल्यमा चाहिँ वस्तु तथा सेवा चाहिँ किन्नुपर्ने हुन्छ। यसरी चाहिँ यसका चाहिँ डिसएडभान्टेज 4-5 वटा चाहिँ डिसएडभान्टेज तपाईँहरूले हेऱ्यो भने चाहिँ भइहाल्छ हैन। नयाँ प्रतिस्पर्धीलाई बजारमा प्रवेशका लागि अवरोध गर्छ, प्रतिस्पर्धालाई सीमित तुल्याउँछ, वस्तु तथा सेवाको मूल्य वृद्धि गराउँछ, मिलोमतो हुने भएकाले वस्तु तथा सेवामा कुनै नवप्रवर्तन तथा सुधार हुँदैन, व्यावसायिक वातावरण बिग्रिँदै जान्छ हैन। देशको अर्थतन्त्र निश्चित व्यावसायिक घरानाको हातमा जाने सम्भावना बढ्छ, उपभोक्ताको छनौटको दायरा चाहिँ घट्दै जान्छ र उपभोक्ताहरू महँगो मूल्यमा वस्तु तथा सेवा खरिद गर्न बाध्य हुन्छन् भनेर यी चाहिँ 5-6 वटा पोइन्टहरू तपाईँहरूले चाहिँ यो कार्टेलिङका चाहिँ डिसएडभान्टेज के असर पार्छ हैन, कार्टेलिङका बेफाइदा, कार्टेलिङका असरहरू इकोनोमीमा के असर पार्छ भन्दाखेरि यी कुराहरू चाहिँ हामीले लेख्छौँ साथीहरू। अब चाहिँ अर्को त्यस्तै चाहिँ अर्को चाहिँ टर्मिनोलोजी छ एकाधिकार भन्ने चाहिँ छ, मोनोपोली हैन। कार्टेलिङ र मोनोपोली चाहिँ उस्तै चाहिँ हामीलाई लाग्छ, तर चाहिँ यिनीहरू बिच चाहिँ केही सारभूत भिन्नता चाहिँ छ हैन। जुन बजारमा एउटा मात्र उत्पादक, विक्रेता वा सेवा प्रदायकको उपस्थिति रहन्छ त्यसलाई चाहिँ एकाधिकार भनिन्छ। अनि एकाधिकार भनेको चाहिँ बजारमा एउटै मात्र चाहिँ उत्पादक भएको, एउटा मात्र चाहिँ विक्रेता भएको हैन, एउटा मात्र चाहिँ सेवा प्रदायकको चाहिँ उपस्थिति छ भने त्यसलाई चाहिँ के भनिन्छ भन्दा मोनोपोली मार्केट भनेर भनिन्छ। तर कार्टेलिङमा के हुन्थ्यो, त्यहाँ चाहिँ उत्पादकहरू धेरै हुन्थे तर तिनीहरू मिलेर चाहिँ मूल्य निर्धारण गर्थे, एक आपसमा मिलेर चाहिँ त्यहाँ चाहिँ कार्टेलिङ चाहिँ गर्थे। तर चाहिँ मोनोपोली मार्केटमा के हुन्छ त भन्दाखेरि उत्पादकै एउटा मात्र चाहिँ हुन्छ, बुझ्नुभयो नि। जुन बजारमा एउटा मात्र उत्पादक, विक्रेता वा सेवा प्रदायकको उपस्थिति रहन्छ त्यसलाई चाहिँ हामीले एकाधिकार भन्छौँ हैन। A monopoly is a market in which one single large firm will control the entire market for a particular product or service हैन। एउटा चाहिँ सिंगल फिल्मले चाहिँ बजारमा चाहिँ कब्जा जमाउँछ भन्ने कुरा चाहिँ भयो हैन। यो पनि खुला, उदार र बजारमुखी अर्थतन्त्रको प्रवर्धनमा अवरोध सिर्जना गर्ने एक प्रमुख तत्त्व एकाधिकार हो हैन। यसले पनि जस्तो चाहिँ कार्टेलिङले जसै गरी चाहिँ खुला उदार र बजारमुखी अर्थतन्त्रमा अवरोध सिर्जना गर्छ, यसले पनि त्यही गर्छ हैन। यो पनि चाहिँ के हो त भन्दा एकाधिकार मोनोपोली भनेको चाहिँ यो चाहिँ ओपन इकोनोमीको चाहिँ लाई चाहिँ यसले चाहिँ च्यालेन्ज चाहिँ गर्छ हैन। खुला बजार अर्थतन्त्रको सिद्धान्तलाई अनुसरण गरेको मुलुकमा एकाधिकारलाई निषेध गर्नका लागि चाहिँ प्रतिस्पर्धात्मक कानुनको चाहिँ व्यवस्था गरेको हुन्छ हैन। यो चाहिँ मोनोपोलीलाई चाहिँ डिस्करेज गरिन्छ। ओपन इकोनोमी चाहिँ जहाँ चाहिँ अवलम्बन गरेको छ त्यहाँ चाहिँ यो मोनोपोली चाहिँ हुनु हुँदैन हैन। मोनोपोलीले चाहिँ यो चाहिँ बजारमा चाहिँ वस्तु तथा सेवा गुणस्तरीय पनि हुँदैन, मूल्य वृद्धि गराउँछ हैन भन्ने हिसाबमा चाहिँ यो एकाधिकारलाई चाहिँ संरक्षण गर्नु हुँदैन भन्ने हिसाबमा चाहिँ प्रतिस्पर्धात्मक कानुनको चाहिँ व्यवस्था चाहिँ गरेको हुन्छ हैन। नेपालको सन्दर्भमा चाहिँ अन्तर्राष्ट्रिय विद्युत व्यापारमा चाहिँ विद्युत प्राधिकरणको चाहिँ एकाधिकार छ हैन। अन्तर्राष्ट्रिय विद्युत व्यापारमा भनेको छ हैन। विद्युत प्रसारण र वितरणको क्षेत्रमा पनि लगभग एकाधिकार जस्तै देखिन्छ हैन। पेट्रोलियम पदार्थको बिक्री वितरणमा चाहिँ आयल निगमको चाहिँ एकाधिकार छ हैन। यी केही पब्लिक इन्टरप्राइजेसहरूले एकाधिकार कायम गरेको जस्तो देखिन्छ। तर सरकारले चाहिँ के गर्छ त भन्दा आइडियोलोजिकली नै रणनीतिक तवरबाट चाहिँ केही चाहिँ पब्लिक इन्टरप्राइजेसहरूलाई चाहिँ यो
एकाधिकारको लागि चाहिँ वातावरण पनि तयार पारिदिन सक्छ। यो चाहिँ विश्वव्यापी प्र्याक्टिस नै हो। अमेरिकामा पनि केही चाहिँ फिल्महरूले चाहिँ सरकारले संरक्षण गरेर चाहिँ त्यहाँ मोनोपोली मार्केट चाहिँ क्रिएट गरेको देखिन्छ। रणनीतिक महत्त्वका वस्तुहरूलाई सरकारले चाहिँ प्राइभेट सेक्टरलाई त्यहाँ चाहिँ इन्भल्भ गराउँदैन हैन। त्यस पछाडि चाहिँ त्यहाँ प्रतिस्पर्धीहरू एकदम कम हुन्छन्। सरकारले मात्र चाहिँ त्यहाँ चाहिँ पब्लिक इन्टरप्राइज थ्रु चाहिँ व्यापार व्यवसाय चाहिँ गरिरहेको हुन्छ। अनि यस अर्थमा चाहिँ जस्तो चाहिँ अब पेट्रोलियम पदार्थमा चाहिँ ओइल कर्पोरेसनको चाहिँ एकाधिकार छ, त्यो सरकार संरक्षित नै हो। त्यो विश्वभर नै प्र्याक्टिस छ साथीहरू। तर माथि उल्लेखित संस्थाले व्यावसायिक कारोबार गर्दा जनतालाई धेरै भार पर्ने गरी मूल्य निर्धारण नगर्ने भएकाले एकाधिकारको परिभाषाभित्र चाहिँ नराखेको चाहिँ देखिन्छ हैन। अब यिनीहरूले चाहिँ ठुलो चाहिँ नाफा राखेर चाहिँ काम गर्ने होइन हैन। आफ्नो चाहिँ सञ्चालन सम्भार खर्चको लागि चाहिँ सीमित नाफा चाहिँ गर्ने हुन् हैन। ठुलो चाहिँ अब त्यो जस्तो चाहिँ निजी क्षेत्रले जस्तो ढाड सेक्ने गरी चाहिँ यो चाहिँ मूल्य चाहिँ वृद्धि पनि गर्दैनन् हैन। त्यसकारणले गर्दाखेरि यिनीहरूले चाहिँ एकाधिकारी भनेर चाहिँ भन्न चाहिँ मिल्दैन हैन। भन्न त अब सरकार संरक्षित एकाधिकारी भयो हैन। तर चाहिँ संसारभरिकै चाहिँ फिलोसफी के हो त भन्दा केही रणनीतिक महत्त्वको वस्तुमा चाहिँ सरकारले एकाधिकार कायम गर्न सक्छ भन्ने चाहिँ प्र्याक्टिस चाहिँ संसारभरि नै छ हैन। रणनीतिक महत्त्वका वस्तु तथा सेवामा एकाधिकार रहने गरी सरकारले कानुनी व्यवस्था गर्न सक्छ, त्यसलाई एकाधिकार भनेर भनिदैन। जस्तो हतियार उत्पादनका लागि सरकारले एउटा मात्र चाहिँ कम्पनीलाई अनुमति दिन सक्छ हैन। हतियार उत्पादनका लागि सरकारले एउटा मात्र त्यहाँ चाहिँ कुनै कम्पिटिसन नहुन सक्छ। त्यो रणनीतिक महत्त्वका वस्तुमा चाहिँ सरकारले एकाधिकार चाहिँ कायम गर्न सक्छ हैन। यो चाहिँ अमेरिकाको चाहिँ यो छ। त्यहाँ अमेरिकामा चाहिँ फार्मास्युटिकल चाहिँ कम्पनीहरूलाई औषधि उत्पादन गर्ने कम्पनीलाई निश्चित वर्षसम्म चाहिँ त्यहाँ मोनोपोलीको चाहिँ अधिकार दिन्छ हैन। यहाँ चाहिँ केही प्र्याक्टिसहरू चाहिँ गरेको छ। नेपालमा चाहिँ कार्टेलिङ र एकाधिकार रोक्न भएका चाहिँ प्रयासहरू हैन, जस्तो उदार अर्थतन्त्रको चाहिँ नीति अवलम्बन भएको छ। हामी ओपन इकोनोमीको चाहिँ हामी चाहिँ अवलम्बन गरेका छौँ हैन। यो चाहिँ विक्रम सम्वत 2072 मा जारी नेपालको संविधानको धारा 44 मा चाहिँ उपभोक्ताको हकको चाहिँ व्यवस्था गरिएको छ हैन। कार्टेलिङ रोक्न चाहिँ भएका प्रयासहरूमा हैन राज्यका नीति भए, त्यसैगरी चाहिँ वाणिज्य नीति, प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन हैन, कालो बजारी नियन्त्रण सम्बन्धी ऐन, उपभोक्ता संरक्षण ऐन 2075 र नियमावली 76 ले उपभोक्ता हकलाई सुरक्षित गरेको हैन, कालो बजार तथा केही अन्य सामाजिक अपराध ऐन, संयुक्त बजार अनुगमन निर्देशिका, मूल्यकी देवानी संहिता हैन। यी चाहिँ हाम्रो चाहिँ देशमा कार्टेलिङ र एकाधिकार रोक्न भएका चाहिँ प्रयासहरू भनेर चाहिँ हामीले यी पोइन्टहरूलाई चाहिँ लेख्न सक्छौँ साथीहरू हैन। यसरी चाहिँ लेख्न सक्छौँ। त्यसैगरी चाहिँ संस्थागत प्रयासमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयदेखि वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग हैन, यी चाहिँ संस्थागत व्यवस्थाहरू तपाईहरुले चाहिँ यी कुराहरू चाहिँ हेर्न सक्नुहुन्छ। अब चाहिँ एकाधिकार कार्टेलिङ घटाउने कार्यमा रहेका चाहिँ समस्याहरू हैन। अब यो चाहिँ नेपालमा एकाधिकार पनि देखियो, कार्टेलिङ पनि छ। कार्टेलिङ त यति चाहिँ धेरै चाहिँ व्याप्त भइसकेको छ कि हैन, यसले ओपन इकोनोमीलाई चाहिँ यति धेरै च्यालेन्ज गरिसकेको छ। अब यसको चाहिँ के चाहिँ समस्या छन् त हैन, यी चाहिँ हामीले चाहिँ बुदागत रूपमा चाहिँ लेख्न चाहिँ सक्छौँ हैन। प्रतिस्पर्धा प्रवर्धन सम्बन्धी ऐन चाहिँ समयानुकूल चाहिँ संशोधन हुन नसक्नु हैन। हाम्रोमा पनि प्रतिस्पर्धा प्रवर्धन सम्बन्धी ऐन त बन्यो, तर त्यो समयानुकूल भएन, त्यसलाई चाहिँ राम्रोसित कार्यान्वयन नै गर्न सकिएन हैन। भारतमा यस्तो कानुन चाहिँ एकदम चाहिँ प्रभावकारी छ। त्यहाँ चाहिँ कार्टेलिङ मोनोपोलीलाई चाहिँ एकदम डिस्करेज गर्न यो चाहिँ प्रतिस्पर्धा प्रवर्धन सम्बन्धी कानुन चाहिँ भारतमा एकदम स्ट्रिक्टली लागू गरेको छ हैन। अर्को चाहिँ राजनीतिक र प्रशासनिक नेतृत्व ठुला व्यवसायिक घरानाको चाहिँ प्रभावमा पर्यो हैन। ठुला चाहिँ व्यावसायिक घरानाहरूको चाहिँ प्रभावमा पर्यो राजनीतिक प्रशासनिक नेतृत्वले यो चाहिँ कार्टेलिङ विरुद्ध चाहिँ काम गर्न सकेनन् भन्ने कुरा हो। अर्को चाहिँ कानुनी एवं चाहिँ संस्थागत व्यवस्थाको चाहिँ कमजोर कार्यान्वयन भयो हैन। राजनीतिक अस्थिरता, व्यावसायिक नैतिकतामा चाहिँ ह्रास हुँदै जानु हैन। व्यावसायिक नैतिकता पनि भएन, मिलोमतो गर्ने हैन, मूल्य चाहिँ अस्वाभाविक गर्ने, जनताको चाहिँ ढाड सेक्ने, त्यो पनि भयो। अर्को चाहिँ पूर्वाधारित बजार संयन्त्रको अभाव हैन, निजी क्षेत्रको पूर्ण रूपमा विकास भइनसकेको हैन, कोअर्डिनेसन, कोलाबोरेसन र नेटवर्किङमा चाहिँ कमी भयो हैन। प्रशासकीय संयन्त्र पूर्ण सक्षम अग्रसर उत्प्रेरित भएन, नियमित रूपमा चाहिँ बजार अनुगमन भएन हैन। अनुगमन र मूल्याङ्कन हामीले चाहिँ चाडपर्वमुखी मात्र चाहिँ गर्यौँ हैन। कानुनी एवं विषयगत अवधारणाको मर्मभूमि अन्य पक्षको व्यवस्थापन गर्न चाहिँ सकिएन। यी चाहिँ विभिन्न किसिमका चाहिँ समस्या छन् कार्टेलिङ र एकाधिकार सम्बन्धी चाहिँ यो नियन्त्रण गर्नका लागि। अब समाधानका उपायहरू हैन, उल्लेखित समस्या समाधान गरी नागरिकको अधिकारको सम्वर्धन गर्न नियमानुसारका चाहिँ प्रयास हुनु पर्यो हैन। पर्याप्त साधन स्रोत र व्यवस्थापकीय प्रबन्ध मिलाई मौजूदा कानुनी नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने हैन। प्रतिस्पर्धा प्रबन्धनका लागि चाहिँ यथाशीघ्र नयाँ ऐन बनाउने, त्यो चाहिँ पुरानो ऐन भइसकेको छ, त्यसलाई रिप्लेस गरेर नयाँ कन्टेक्स्टमा चाहिँ बनाउनु पर्यो हैन। व्यावसायिक क्षेत्र र राजनीतिक क्षेत्रभित्र रहेको चाहिँ अनइथिकल नेक्ससको चाहिँ अन्त्य गर्ने, जनचेतना अभिवृद्धि गर्ने हैन। कानुनमा चाहिँ समसामयिक सुधार, संगठनात्मक संरचना र व्यवस्था मिलाउने, कार्टेलिङ र एकाधिकार नियन्त्रण गर्नका लागि तोकिएको संस्थाको सबलीकरण, नागरिक शिक्षाको प्रभावकारी हैन, उच्च नेतृत्वले स्वच्छ भावनाले अग्रसर लिनुपर्ने, राज्य संयन्त्र चाहिँ प्रभावकारी बनाउनु पर्ने, विद्यमान चाडपर्वमुखी अनुगमनको सट्टा नियमित रूपमा बजार अनुगमन गर्ने व्यवस्था मिलाउने हैन। उपभोक्ताको चाहिँ अधिकारको बारेमा चेतना अभिवृद्धि गर्ने,
यी चाहिँ विभिन्न किसिमका चाहिँ उपायहरूद्वारा चाहिँ कार्टेलिङ र मोनोपोलीलाई चाहिँ अन्त्य गर्न सकिन्छ भन्ने हिसाबमा चाहिँ भयो। तल चाहिँ तपाईँको चाहिँ प्र्याक्टिसको लागि चाहिँ केही क्वेसनहरू चाहिँ यहाँ राखेको छ, यिनीहरू पनि तपाईँले चाहिँ सल्भ गर्नु होला हैन। मोनोपोली भर्सेस चाहिँ कार्टेलिङ। मोनोपोली भनेको चाहिँ के हो, कार्टेलिङ भनेको के हो हैन। मोनोपोली र कार्टेलिङ बीच चाहिँ सारभूत रूपमा चाहिँ के भिन्नता छ हैन। मोनोपोली र कार्टेलिङलाई चाहिँ देशमा चाहिँ मिनिमाइज गर्न हटाउन चाहिँ के गर्नुपर्छ, के चाहिँ अब्स्ट्याकलहरू छन् हैन। उपभोक्ता संरक्षण ऐनमा चाहिँ उपभोक्ताको अधिकार सम्बन्धी व्यवस्था के छन् हैन। कुन कुन क्षेत्रमा कार्टेलिङ र एकाधिकार छ, उक्त कार्टेलिङ र एकाधिकारलाई कसरी नियन्त्रण गर्ने हैन। यी कुराहरू चाहिँ तपाईँले चाहिँ लेख्ने। कार्टेलिङ र एकाधिकार बीचको चाहिँ फरक हैन, कोर डिफरेन्स, यसलाई चाहिँ तपाईँले चाहिँ मिलाएर चाहिँ लेख्नु होला हैन। यो नेपालको सन्दर्भमा चाहिँ यो कार्टेलिङ मोनोपोलीको कुरा चाहिँ तपाईँलाई चाहिँ इम्पोर्टेन्ट छ। यसलाई तपाईँले राम्रोसित ध्यान दिएर हेर्नु होला है। कार्टेलिङ भनेको चाहिँ के हो हैन, त्यसैगरी मोनोपोली भनेको चाहिँ के हो, यसका इक्जाम्पल प्र्याक्टिसेसहरू चाहिँ छन्। यो चाहिँ तपाईँहरूलाई चाहिँ यता शाखा अधिकृत लगायत नेपाल विद्युत प्राधिकरणको तयारी गरिरहेका चाहिँ प्रशासकीय अधिकृत को लागि चाहिँ र चाहिँ लेखा अधिकृतको लागि एकदम इम्पोर्टेन्ट च्याप्टर हो। यसलाई राम्रोसित तपाईँहरूले हेर्नु होला। यस्तै चाहिँ जानकारीमूलक शैक्षिक भिडियोहरूको लागि चाहिँ मेरो चाहिँ युट्युब च्यानल छ भरत केसी भन्ने चाहिँ, त्यसलाई चाहिँ तपाईँहरूले चाहिँ सब्सक्राइब गर्नु होला, लाइक कमेन्ट सेयर चाहिँ गर्नु होला हैन। यस्तै चाहिँ तपाईँहरूलाई चाहिँ उपयोगी हुने चाहिँ भिडियोहरू चाहिँ म तपाईँलाई चाहिँ लिएर चाहिँ आउनेछु। तपाईँहरूले चाहिँ सब्सक्राइब गरेर चाहिँ सहयोग चाहिँ गर्नु होला साथीहरू है। यो चाहिँ कार्टेलिङ मोनोपोली हैन, यो कुरालाई चाहिँ तपाईँले हेर्नु होला। तपाईँले चाहिँ यसलाई चाहिँ रोकी पज गरी चाहिँ हेर्न सक्नुहुन्छ हैन। यो चाहिँ तपाईँहरूको लागि चाहिँ एकदम उपयोगी हुनसक्छ साथीहरू। फेरि म चाहिँ अर्को चाहिँ कुनै एउटा चाहिँ भिडियोमा बनाएर चाहिँ तपाईँहरूको माझ चाहिँ फेरि चाहिँ आउनेछु। यसलाई चाहिँ यति नै गरौँ। धन्यवाद सम्पूर्ण साथीहरूलाई। सफलताको शुभकामना।